यहाँ त्यो 0 पोइन्ट चोकको हो 0 पोइन्ट चोकमा एउटा बस अनियन्त्रित भएर यहाँ मेडिकलमै घुसिरहेछ है यो धरान 13 0 पोइन्ट चोकको घटना है यो हेर्नु त मान्छेहरू बाहिर निक्लिँदैछ यहाँबाट यो चाहिँ धरानतिरको दृश्य मेडिकल स्टोरमा कोही थिएन मान्छे यहाँको सौदा अझै बाँच्छ नि होइन बाहिरै थियो यो चाहिँ मेडिकल स्टोर हो मेडिकल स्टोरभित्रै गाडी छिरेछ है ग्लभ्स अघि लगिसक्यो बाहिर ल यो लास निकाल्नु एकदम गाह्रो भएर स्थानीयवासी र प्रशासन सबैजना मिलेर गाडीलाई पल्टाएर भित्रको लासहरू निकालिदिँदैछ है लास चाहिँ फेरि यस्तोसँगले चेप्टेको छ है एउटा स्कुटी पनि भित्रै छ है त्यो स्कुटी पनि कसरी निकाल्ने त्यो लास पनि निकाल्नु गाह्रो अब अलिक छतबिछत भएको लासहरू छ क्या यहाँ चाहिँ यो स्थानीय बासिन्दाहरू प्रशासनहरू सबैजना मिलेर यहाँ यो गाडीलाई पल्टाएर मात्रै निकाल्ने भयो गाडी नै भित्र छिरेको मान्छे पनि सोरेर छिर्यो क्या त्यो गरेर यत्रो दुर्घटना भयो यो कति मान्छे हताहत भयो कति मान्छे मरेको छ कति मान्छे के भएको छ मान्छे भिड यत्रो छ के 4-5 जना मरो अब 1-2 जनाको त थाहा पनि पाउँदैन को बाफ्रे तपाईँ त यही थियो है ल कति मान्छेको लास चाहिँ अलिक छतबिछत अवस्थामा अब बरामद हुँदैछ लास लाँदैछ है अब गाडी पल्टाएर चाहिँ अब लासहरू लाँदैछ है ठिकै भिड छ यहाँ एकदम धेरै भिड छ आगो लाग्यो भन्दैछ कहाँ आगो लाग्यो हौ यहाँ एक्सिडेन्ट भएको छ आगो लागेको होइन नि जानु भाबी जानु आगो लाग्यो फेरि दुर्घटना भएको गाडीमा अहिले भर्खरको एक्सिडेन्ट भयो